म दलबहादुर बस्याल बोले। के रे दलेर बस्या रे? अनि गर्लफ्रेन्ड सम्हाल्छस् काम गर्छस् त? ओइ चैते 2 दिनको चाँदा नि छोडेपछि कहाँ जाने भने यही हो। हेलो, म दलबहादुर बस्याल बोले। के रे दलेर बस्या रे? दलबहादुर बस्याल के? टावर आने क्या हो? तल बसेर बोल्याको रे? सुने छैन र? के भने? बल्ल बुझ्यो भन्नु त। कस्तो जाँठो लब्दरी रहेछ यो, जसको फोन आयो नि यस्तै गर्छ। के रे? तेरो बाजे झ्याक्ने। बाजे त घरमै छन्। तपाईले जागिरको लागि अप्लाई गर्नुभएको रहेछ, त्यसैले अपोइन्टमेन्ट डेट राखिदिएको छु, त्यही भएर फोन गरेको। कहिले हो र? 2082 7 13 गते। सबैले साथ ल्याउनु रे? के सुन्छ हो? 2082 साल 7 को महिना 13 गते भनेको के? हो, त्यसो भन्नु न त। म त इन्टरभ्यूको लागि सबैजनालाई साथ किन ल्याउनु भनेर पो त। 10 बजे आइपुग्नु है त। बस ल्याउनु रे? बस चाहिँ किन नि? मसँग त बाइक छ, बाइक। 10 भनेको के? बिहान 10 बजे। ए ल ल ल भइहाल्छ नि त। को हो र? मेरो जागिर मिल्ला यार। कहिले हो? पर्सि। ए भनेपछि तेरो पनि ब्रेकअप हुने भयो। किन नि? अनि गर्लफ्रेन्ड सम्हाल्छस् काम गर्छस् त? दुइटै काम गरिहाल्छु नि म। ओइ ओइ चैते तेरो आज इन्टरभ्यू भने होइन? के आज तेरो गते हो मुजी? हो नि मुजी। ए आज पो थियो, मैले त बिर्सेछु। ल ल जा छिटो। ल I don't think so. No, 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 no. I don't think so. No, no, के तिमीलाई मेरो माया लाग्दैन र? यो संसारमा मैले जति माया तिमीलाई कसले गर्छ त बेबी? जाँठा चैते 2 दिनको चाँदा नि छोडेपछि कहाँ जाने भने यही हो। I don't think so. बेबी तिमीले खाना खायौ? No, no. खा छैन? I don't think so. तिमीले खाना नखाए त म पनि खान्न नि। चैतेको जिन्दगी पनि छम्मासँग बोलेर जाने भयो। तेरो काम मिल्यो त? मिल्यो, तर 2-4 दिनको लागि फेरि बाहिर जानुपर्ने हो यार। अनि कहिले जान्छस् त कार्तिके? भोलि बिहानै जान्छु। ओए ल म गएँ है। सुन्दैन कि क्या हो? घामले चाका लात्ताले हान्नलाई चाहिँ उड्दैन। बेरोजगार जिन्दगी, लात्ताले हाने नि हातले हाने नि के मतलब? No, 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 no. ल म गएँ। Ever, ever, जेसो ये गर। ever, ever, ever gonna happen. चल 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 गाडी स्टार्ट कर। गयो त्यो? I don't think so. अब चाहिँ 2-4 दिन मोज हान्ने हो। No, no.
गरिरहेको हो? तिमीलाई थाहा छैन आज म रुममा एक्लै छु नि। डाक्टर साहेब नमस्कार। नमस्ते, बस्नुहोस्। के भयो? के भयो यही भयो भने थाहा भयो त आउने थिएन नि सर। रगतहरू जचायो? छैन सर। रगतहरू जचाएर रिपोर्ट ल्याउनु। जानु, ऊ त्यहाँ 2 नम्बरको कोठामा जानु। हस् सर। सर रिपोर्ट। अलि यता आउनुहोस् त। गर्नु त। आँखा यस्तो गर्नु त। तपाईँलाई डेङ्गुको लक्षण देखियो। तपाईँ घरमै रेस्ट गर्ने, तातो पानी खाने, झोलिलो पदार्थ अलि धेरै खाने। अनि म एउटा औषधि दिन्छु, तपाईँ त्यो औषधि रेगुलर प्रयोग गर्ने है। त्यस्तो औषधि त घरमै छ सर। हस्पिटलको भन्दा पनि राम्रो र कडा औषधि अस्ति भर्खर मैले किनेर लिएर आएको। तपाईँको त्यस्तो औषधिले हुँदैन। अमेरिकाले मलाई मात्रै भनेर यो देशमा यो विश्वमा काहीँ पनि छैन। अमेरिकाको एउटा वैज्ञानिकले मलाई मात्रै फोन गरेर डेङ्गुको एकदम अचुक औषधि यो हस्पिटलमा पनि मसँग मात्र छ। त्यही भएर यो औषधि लाने, राम्रोसँग प्रयोग गर्ने। यसलाई यो छ नि, यसलाई मुखमा हालेर नस्लिने, ठिक छ? ल यो लगाएर गर्ने। अरू कसैको सुन्ने होइन, मेरो सुन्ने। नेपालमा सबैभन्दा ठुलो डाक्टर भनेकै म यो। ल कस्तो कस्तो औषधि आउन थालेछ, मुखमा च्यापेर सुत्ने। ओहो विकसित भएछ देश। कता चाहिँ पागलले छ, के गरेर सुत्यो ल। होइन यो त मर्यो क्या हो। ओइ उठ 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 उठ, हस्पिटल लानु पर्यो। व्यर्थै हालेछ, आफैले दुःख पायो। कति भारी हो। आइए झ्यार्ने कार्तिकी। ए कहाँ ल्यायो फेरि यो? के भयो? हस्पिटल लिएर आएको सर। यो सब तपाईँको औषधि कमाल, अमेरिकन कमाल के अमेरिकन कमाल। अनि यसलाई त इमर्जेन्सीमा पनि लाने हो त, यहाँ ल्याउने हो त? इमर्जेन्सीमा होइन सर, तपाईँको औषधि कमाल यहाँ नल्याइ नहुने नै अवस्था पुग्यो। त्यसो यसलाई यसो फर्काएर काम देखाउनु त मलाई। ए फर्किए झ्याक्ने देखाउन त यहाँनिर देखाउनु पर्ने हो सर। अलिकति उपचार गर्ने तरिका, म डाक्टर हो नि, उपचार गर्ने तरिका मेरो अलिकति फरक छ। अमेरिकन डोज। मैले अस्ति भने हो तपाईँलाई। हो सरको औषधि त कडा। नेपालकै सबैभन्दा खतरनाक डाक्टर भनेको म हो सर। अनि कसरी? सर यो त हजुरको औषधि डाइरेक्ट अमेरिकाबाट आए भएर हो नि। कसरी? ओइ पैसा धेरै फुल पैसा।